विकेट हेर्दाखेरि ड्राई थियो बट चल अन्डर लाइट्स चाहिँ बल अलि घुम्दैन जस्तो लाग्थ्यो हामीलाई होइन र त्यही भएर हामी बलिङ गर्छौँ भन्ने सोचेको थियौँ र जुन हिसाबले हामीले स्टार्ट दियौँ एकछिन ल जुन हिसाबले हामीले स्टार्ट गऱ्यौँ होइन सो स्पेसली शेरको बलिङ र ट्रम्पलम्यानको र पावर प्लेमा 4-5 विकेट लिनु भनेको अभियसली अर्को टिम चाहिँ ब्याकवर्डमा जान्छ सो उहाँहरूले एकदम राम्रो बलिङ गर्नुभयो यो सिजन चाहिँ शेर तपाईँले जति बेला पावर प्लेमा ल्याउनु भएको छ ठुलो विकेटहरू मेन ब्याटरहरूले आउट गरेर चाहिँ कतिको सहज भएको छ एज अ क्याप्टेन चाहिँ त्यो लेभलको प्लेयरले चाहिँ हरेक गेममा डेलिभर शेर भनौँ एकदम इम्पोर्टेन्ट पार्ट हो हाम्रो लागि स्पेसली बलिङ डिपार्टमेन्टमा होइन किनभने जति बेला बल दिए पनि होइन हजुरले भने जस्तो ट्याक्कै विकेट निकालिरहेछ इम्पोर्टेन्ट टाइम्समा क्रुजल टाइम्सहरूमा सो एज अ भनौँ टिम जित्दाखेरि त्यो चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ किनभने विकेट जित्नको लागि विकेट लिनु एकदम इम्पोर्टेन्ट हुन्छ त्यो पनि भनौँ पावर प्लेमा स्पेसली र उसले डेलिभर पनि गरिरहेछ सो आई थिङ्क एकदम ब्राइट फ्युचर छ जस्तो लाग्छ मलाई शेर मल्लको स्पेसली होइन किनभने भेरिएसन्स वाइज र जुन उसको स्पेसली यो टुर्नामेन्टमा कन्सिस्टेन्सी देखिरहेछ विथ द बल होइन र एकदमै राम्रो छ र आई विस हिम गुड लक तपाईँ आफैले पनि आज आफैले एट्याकमा ल्याउनु होइन नर्मली त्यो रेगुलर बलिङ त गर्नुपर्छ र लास्ट गेममा पनि काठमाडौँसँग सिम्सनको विकेट लिनुभएको थियो आज पनि एउटै ओभरमा 2टा विकेट होइन आफूलाई चाहिँ कसरी त्यो अगाडि नै प्रिपेयर्ड हुन्छ कि सिचुएसन अनुसार बलिङ गर्नु होइन अगाडि त खासै सोच्दैन एक दिन अगाडि चाहिँ सोचिरहेको हुन्छ नि के सिनेरी हुनसक्छ भोलिको गेममा होइन कति बेला म कुन बलर युज गर्छु त्यो चाहिँ अभियसली सोध्छु एक दिन अगाडि बट प्री प्लान केही पनि हुँदैन अब ओपोनेन्ट कति बेला को आउट हुन्छ थाहा हुँदैन अब त्यही हिसाबले डिसिजनहरू लिनुपर्छ ग्राउन्डमा होइन र अब त्यो सिचुएसनमा हेर्दाखेरि अब मलाई लाग्यो म चाहिँ इफेक्टिभ हुन सक्छु विथ द बल होइन त्यही भएर आफूले लिएर आएँ र त्यो भनौँ त्यो डिसिजनले क्लिक गर्यो आज